झुलुम 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 गर्नेछ अब यहाँ ल है गाई हामी चाहिँ नास्ता खान लाग्यो टक्क लाएर हेलो गाइज नमस्ते दर्शन झोरले हो सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु भन्दै आज लङ टाइम पछि म भिडियो बनाउन गइरहेको छु साथीहरू यहाँलाई सम्पूर्णलाई स्वागत गर्दछु हैन लगभग समथिङ 3-4 महिना पछाडि चाहिँ मैले भिडियो बनाउँदै छु असार लाग्दैछ गाइज असार रोपाई भइरहेछ त्यसकारण चाहिँ म चाहिँ आज यी बाउसे बन्न हिँडेछु है त गाई चाहिँ हेर्न सक्नुहुनेछ मसँग कोडाली देख्न सक्नुहुन्छ हैन म चाहिँ आज बाउसे हो तर बाउसे भन्दा पनि धेरै खाउसे चाहिँ छु है म चाहिँ आज अङ्कलहरूको धान रोप्ने अरे त्यही भएर म हिँड्दैछु गाइज अब आज धान रोपाई कार्यक्रम कडा हुनेछ अनि हामीले खन्नेछौँ छेउ कुना चाहिँ खन्नेछौँ आली लाउनेछौँ गाइज हेर्दै गर्नु होला कस्तो हुन्छ धेरै पछि चाहिँ मैले भिडियो बनाउँदैछु असार रोपाईको हेर्दै गर्नु होला र नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्दै आजको भिडियोतर्फ म लाग्दैछु म बाटोमा छु तल धान रोप्ने हैन म चाहिँ हिँड्दैछु गाइज अब कस्तो लाग्छ हेर्दै गर्नु होला है त असारे धान रोपाई गाइज हामी चाहिँ ऊ तल्लो गरामा धान रोप्ने हो हैन तल्लो मकै भएको भन्दा उता खाली छ नि त्यसमा आज धान रोपाई कार्यक्रम हुन्छ हैन यहाँ सर देख्न सक्नुहुन्छ यहाँ अब धान रोप्ने बेला भइसकेको छ तयार हुँदैछ गाइज बाजु साजु सब मारेर उता कता कता रोप्नु भएको छैन पारी पारी यता सर देख्न सक्नुहुन्छ यस्तो छ हैन मजाले म चाहिँ ठ्याक्क अब टक्क लाएर खन्ने हो जहाँबाट फाट देख्नुहुन्छ त्यहाँ एउटा भन देख्न सक्नुहुन्छ पारी हैन अब जानेछु हामी चाहिँ आज टक्क लाएर रोप्नेछौँ त गाइज धान सान अनुसान सब रोप्नेछौँ अहिले एकछिनपछि हेर्दै गर्नु होला कस्तो हुन्छ हाम्रो चाहिँ अब यहीँ रोपाई कार्यक्रम हुन्छ यहीँ हो गाइज सर देख्न सक्नुहुन्छ यो पाटो चाहिँ आज भ्याउने कार्यक्रम छ है यता सबै धान रोप्नेहरू भ्याउने यो गरेर चाहिँ अनि माथिको गरेर चाहिँ अङ्कल कान्छा अङ्कलको हो यो गरेर चाहिँ आज भ्याउने कार्यक्रम छ यहाँ पारदान राई कार्यक्रम भइरहेछ एकछिन पछि खनाई कार्यक्रम पनि हुन्छ यहाँ त मस्टले टक्क लाएर पानी परिरहेछ गाइज यस्तो छ सिमसिमे पानी परिरह झ्याउ गरिरहेको छ जस्तो लाग्छ अब झ्याउ गऱ्यो भने केही छैन खन्ने हो टक्क लाएर असारे धान रोप्ने हो गाइज त्यही हो गाइज तल्लो गरेर चाहिँ सकियो गाइज यहाँ यतिको चाहिँ भइसक्यो अब माथिको बाँकी छ यता पनि छ यति पुरै रोपेर भ्याउने आज चाहिँ टक्क लाएर यता अन्टी पोछ्या पोछ्या ए नाङ्गी सुने पोछ्या 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 हौद 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 उध हौद उध धेरै दी जाम खाउने आज कि जामले वडा भयो नानीले खेल्दैछ के लाग्दा खेल्दैछु त कहाँ के पुरा सिकाउनु त्यो त नमस्कार हाल्यो
不去不去不去不去不去ओहो नमस्कार अब छ खाना ल है गाई हामी चाहिँ नास्ता खान लाग्यो टक्क लाएर ए अङ्कलहरू चाहिँ अब टक्क लाएर छ्याङ मगरको छोरो अथवा रक्सी हामी चाहिँ खान लाग्यो मासुसँग टक्क लाएर अब नास्ता खाइन्छ अनि त्यसपछि धेरै छैन जोत्न होइन त गरेर भ्याइसक्यो तल्लो अब चाहिँ माथि सर लाएर ल खाना पर्यो ल गाई पर्यो जम्मैको ल छाङ बराबर जो झोट्याकी रोप्दिउँ नानीस है छिट्टो रोपिदिहाले 1 2 3 गो आजकल रोप दिया इधर से बसिया नहीं गल ले बेलांग कितना लो इसे ये दीरा इनका मिलूंगे सीखे तो दे काम डाले सामने चौक चले नमोसी चम कामिने छान भनेको है कुडिक मिने त झट्क्याएर प्लास्टिकको बात छिन्देले Wasa kalong oh. As ka to wasa ne ni Jim Town. Ah. Baru kita baca makan kita lapin. Nos mana? Tekan lo pikir. Orang kan sahaja asal. Ini ada lagi.
Là được đang rồi. सो गाइज फाइनली हामीले चाहिँ यति धान रोपेर सकायौँ आज बिहानैदेखि लगभग 9-10 बजेदेखि 9:30 10 बजेदेखि सुरु भएको हाम्रो चाहिँ फाइनल्ली सकियो यो गर्दा अब यो गर्दा छ थोरै यो चाहिँ एक दिनमा सकिन्छ अब हामी चाहिँ बाउसे गरियो आज खाउसे पनि बहुत गरियो आज चाहिँ भ्याइयो अब चाहिँ टक्क लगाएर यो कुलोमा चाहिँ नुहाइन्छ गाइज यस्तो मजाले छाक्क भइन्छ है त आज चाहिँ यस्तो मजाले नुहाइन्छ है होइन कोडाली मैले दुईवटा लिएछु अब नुहाउन हिँडिन्छ होइन अब टक्क नुहाउने अब हिँडेकै त गाई छ चाहिँ अब फाइनल्ली अब रोपाइ सकिएर आजको सकिएर चाहिँ यहाँ टक्क नुहाइन्छ यस्तो मिठो पानीमा चिसो पानीमा यस्तो चिसो छ भाइ उता नुहाउनु ला टक्क लाएर म चाहिँ अब झुलुम 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 गर्नु छ अब यहाँ ल ल ल ल ओ ल ल हरायो 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 कहाँ हरायो खोइ भिलायो अरे अरे निकै थोरो ल्याइस यार ए गाइस अब चाहिँ टक्क लगाएर नुहाउँछ है म चाहिँ अब त्यही लो गाइस चाहिँ सबै सबै मजा आयो मजा आयो अरे बाबु